उठ्ता पन्छी नीले गगन पे भन्छ नि 25 वर्ष बालन सरकार मलाई आज के फिल भएको छ भने जब मारवाडीहरू पक्रिन थालेपछि मलाई फिलिङ भएको छ कि मलाई प्रधानमन्त्री भएको फिल भएको छ मलाई हुनु परेको छैन तपाईले जिते जस्तै फिल भयो मलाई जिते जस्तो फिल भएको छ त्यसको लागि मसँग सोध्नुहोस् मलाई पनि बोलाउनुहोस् तपाईले यो जुन छ नि यो 16 परिवार मारवाडी त 10 जना बिचौलिया दलाल केही ठेकदारहरू छन् फेरि बाटो नबनाउने ठेकदारहरू राजनीतिक आडमा बसेका यिनलाई कारबाही गर्नुभयो भने बाटो पनि आफै बन्छ पैसो पनि आफै आउँछ यी तस्करहरूको पैसा यी नेताको पैसा सबै यीसँग छ सरकारलाई त धेरै धेरै धन्यवाद छ जुन मैले गर्नु मैले उठाएको आवाज थियो यो आवाज उठाउँदा मलाई सरकारले पटक पटक थुन्यो एउटा कुरा के थियो सत्य त्यही थियो जुन कुरा मैले उठाएको थिएँ बिजुलीको पैसा तिरेको छैन यिनीहरूले 22 अर्ब रुपियाँ पैसा पवन कल्याणहरू सबैले त्यो बिजुलीको पैसा पनि उठाउनु पर्छ र गरिबको ऋण मिना गर्नुपर्छ कसरी कंगाल बनाएको छ देश यो 16 परिवार मारवाडी थुनु छ र 10 जना नेपाली बिचौलिया छन् यो थुनु अरु छन् बैंकका कर्मचारीहरू तिनको नाम म दिन्छु आवश्यक परेको खण्डमा यो सरकारलाई प्रमाण दिन तपाई तयार म तयार छु कसरी बैंकका कर्मचारीहरूले फसाउँछन् म त्यो पनि दिन्छु म परेको छु नि भिक्टिम भएको छु नि त कसरी एनपीए उठाउन लाउँछ कसरी खान्छन् भन्ने कुरो म दिन्छु जुन अहिले सरकारले 24 आवर सफाई अभियान चलाएको छ यो एकदमै राम्रो किनभने देश शान्ति हुनुपर्छ तपाईले यिनीलाई सफाया गर्नुभयो भने नि रेमिटेन्स छ नि अहिले 1.5 खर्ब आउँथ्यो नि महिनाको 3 खर्ब आउँछ 1.5 खर्बको त सुन आउँछ यहाँ यी सबैलाई लगेर चाहिँ नि खोरमा हालौं त यिनका नाकमा खुर्सानी हालौं त अकबरे खुर्सानी बैंकका केही कर्मचारी छन् तिनको नाम दिन्छु राष्ट्र बैंकका कर्मचारी छन् तिनको नाम दिन्छु कान्तिपुरको त्यो उसलाई कहिले ल्याएर कैलाश श्री ल्याउनु पर्यो नि